साथीहरु लोकसेवा ग्यालेरी प्लस युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। साथीहरु आजको भिडियोमा नेपालसँग द्वैत सम्बन्ध स्थापना भएका अर्थात कूटनीतिक सम्बन्ध स्थापना भएका देशहरु सम्बन्धी परीक्षामा सोध्ने महत्त्वपूर्ण प्रश्न र उत्तरहरु लिएर आएको छु। यस भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु हुन अनुरोध गर्दछु। साथीहरु आजको यस भिडियोमा नेपालसँग द्वैत सम्बन्ध अर्थात डिप्लोमेटिक रिलेसन स्थापना भएका देशहरु सम्बन्धमा द्वैत सम्बन्ध स्थापना भएको विश्वको पहिलो देश, त्यसैगरी नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको 2007 साल अघिका देशहरु सम्बन्धी जानकारीहरु हामी प्राप्त गर्नेछौं। त्यसैगरी प्रजातन्त्र स्थापनापछि द्वैत सम्बन्ध स्थापना भएका पहिलो देश, त्यसैगरी नेपालसँग द्वैत सम्बन्ध स्थापना भएका सार्क राष्ट्रहरु तथा चीन, यूएसए अर्थात अमेरिका, बेलायत, रूस, फ्रान्स, जर्मनी, त्यसैगरी स्विट्जरल्यान्ड र जापान आदि सम्बन्धी विभिन्न प्रश्न र उत्तरहरु समेट्नेछौं। यो चाहिँ हाम्रो लोकसेवा आयोगको अफिसरको सिलेबससँग सम्बन्धित प्रश्नहरु हुन्। त्यसैगरी नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको विभिन्न महादेशको पहिलो देशहरु सम्बन्धी जानकारी प्राप्त हुनेछ। त्यसैगरी नेपालसँग द्वैत सम्बन्ध स्थापना भएका सार्क, आसियान, बिमस्टेक आदि संगठनको पहिलो र अन्तिम देश सम्बन्धी जानकारीहरु प्राप्त हुनेछ। साथीहरु लागौं आजको प्रश्नहरुतर्फ। पहिलो प्रश्न रहेको छ, नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको पहिलो देश कुन हो? यस प्रश्नको सही उत्तर हो बेलायत अर्थात युनाइटेड किंगडम। नेपालसँग सन् 1816 अर्थात विक्रम सम्वत 1872 मा द्वैत सम्बन्ध स्थापना भएको थियो। यस विषयमा थप जानकारीहरु, नेपालले चाहिँ बेलायतसँग फर्मल रूपमा डिप्लोमेटिक रिलेसन सन् 1934 मे 17 मा कायम गरेको थियो र नेपालले सन् 1934 मा पहिलो डिप्लोमेटिक मिसन लन्डनमा स्थापना गरेको थियो। यो थियो बेलायत र नेपालको डिप्लोमेटिक रिलेसन सम्बन्धी जानकारी। त्यसपछि प्रश्न नम्बर 2 मा हेरौं, प्रजातन्त्र स्थापना 2007 साल अघि नेपालसँग द्वैत सम्बन्ध स्थापना भएका देशहरु। यो एकदमै महत्त्वपूर्ण छ। 1 मा छ बेलायत, सन् 1816 मा स्थापना भएको थियो। त्यसैगरी 2 नम्बरमा छ अमेरिका, सन् 1947 अप्रिल 25 मा, परीक्षाका लागि एकदमै महत्त्वपूर्ण छ। त्यसैगरी 3 नम्बरमा छ भारत, सन् 1947 जुन 13 मा। त्यसैगरी चौथो नम्बरमा रहेको छ फ्रान्स, सन् 1949 अप्रिल 20 मा। अर्को प्रश्न हेरौं, प्रश्न नम्बर 3 मा रहेको छ प्रजातन्त्र स्थापना अर्थात 2007 साल अघि नेपालसँग द्वैत सम्बन्ध स्थापना भएका देशहरुको विक्रम सम्वत सहितको मितिहरु परीक्षामा त्यति महत्त्वपूर्ण नभए पनि यहाँ राखिएको छ, याद गर्न सकिन्छ। बेलायतसँग सन् 1816 मा, विक्रम सम्वत 1872 मा। त्यसैगरी अमेरिकासँग रहेको छ सन् 1947 अप्रिल 25 अर्थात विक्रम सम्वत 2004 साल वैशाख 12 गते। त्यसैगरी भारतसँग रहेको छ सन् 1947 जुन 13 अर्थात विक्रम सम्वत 2004 साल जेठ 31 गते। त्यसैगरी फ्रान्ससँग रहेको छ सन् 1949 अप्रिल 20 अर्थात विक्रम सम्वत 2006 साल वैशाख 8 गते। यसैगरी अर्को प्रश्नतर्फ लागौं। प्रश्न नम्बर 4 मा छ सार्क राष्ट्रहरुसँग नेपालको द्वैत सम्बन्ध, एकदमै महत्त्वपूर्ण प्रश्न हो यो। 1 नम्बरमा छ भारत, सन् 1947 जुन 13 मा द्वैत सम्बन्ध स्थापना भएको हो र युएन प्रवेश गरेको मिति पनि यहाँ उल्लेख गरेको छ। भारतले सन् 1945 अक्टोबर 30 मा युएन मा प्रवेश गरेको थियो। यो युएन प्रवेश गर्ने पहिलो सार्क राष्ट्र हो। त्यसैगरी 2 नम्बरमा रहेको छ श्रीलङ्का, सन् 1957 जुलाई 1 मा नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको थियो। यो सन् 1955 डिसेम्बर 14 मा नेपालसँगै युएन मा प्रवेश गरेको राष्ट्र हो। यो एकदमै महत्त्वपूर्ण प्रश्न हो, यो परीक्षामा सोध्न सक्छ। त्यसैगरी 3 नम्बरमा रहेको छ पाकिस्तान, सन् 1960 मार्च 20 मा नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको थियो भने पाकिस्तान सन् 1946 मा युएन प्रवेश गरेको थियो। युएन प्रवेश गर्ने दोस्रो सार्क राष्ट्र पाकिस्तान हो। त्यसैगरी चौथो नम्बरमा रहेको छ अफगानिस्तान। नेपालसँग अफगानिस्तानको द्वैत सम्बन्ध सन् 1961 जुलाई 1 मा भएको थियो। त्यसैगरी 5औं मा छ बंगलादेश, सन् 1972 अप्रिल 8 मा नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको थियो भने सन् 1974 सेप्टेम्बर 17 मा बंगलादेश चाहिँ युएन प्रवेश गरेको थियो। युएन प्रवेश गर्ने सार्कको अन्तिम राष्ट्र पनि हो। साथीहरु, बंगलादेश चाहिँ सार्कको सबैभन्दा पछिल्लो स्वतन्त्र राष्ट्र पनि हो। त्यसैगरी 6 नम्बरमा रहेको छ मालदिभ्स,
मालदिप्स र नेपालको द्वैत सम्बन्ध सन् 1980 अगस्त 1 मा स्थापना भएको थियो। त्यसैगरी अन्तिममा रहेको छ भुटान सन् 1983 जुन 3 मा नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको थियो भने नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको सबैभन्दा पहिलो राष्ट्र भारत हो भने अन्तिम राष्ट्र भुटान रहेको छ। भुटानसँग सन् 1983 जुन 13 मा द्वैत सम्बन्ध स्थापना भएको थियो भने भुटानसँग सन् 1983 जुन 3 मा द्वैत सम्बन्ध स्थापना भएको थियो। त्यसैगरी अर्को प्रश्नतर्फ लागौं। प्रश्न नम्बर 5 मा रहेको छ अन्य राष्ट्रहरूसँग नेपालको द्वैत सम्बन्ध जुन अफिसरको सिलेबस अनुसार महत्त्वपूर्ण राष्ट्रहरू छन् त्यसको जानकारी यहाँ राखिएको छ। 1 नम्बरमा छ चीन। चीनसँग सन् 1955 अगस्त 1 मा द्वैत सम्बन्ध स्थापना भएको थियो भने चीन प्रजातन्त्र स्थापना पछिको पहिलो राष्ट्र पनि हो नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको। त्यसैगरी रुस रहेको छ सन् 1956 जुलाई 20 मा। त्यसैगरी जापानसँग द्वैत सम्बन्ध स्थापना भएको छ 1956 सेप्टेम्बर 1 मा। अनि स्विजरल्यान्ड रहेको छ। स्विजरल्यान्डसँग सन् 1956 नोभेम्बर 10 मा द्वैत सम्बन्ध स्थापना भएको छ भने जर्मनीसँग सन् 1958 अप्रिल 4 मा नेपालको द्वैत सम्बन्ध स्थापना भएको छ। यो शाखा अधिकृतको पाठ्यक्रममा आधारित भएर राखिएका प्रश्न र उत्तरहरू हुन्। त्यसैगरी साथीहरू नेपालसँग द्वैत सम्बन्ध स्थापना भएका सुरुका 10 वटा देशहरू कुन कुन हुन् यो परीक्षामा सोध्न सक्छ। त्यसैले गर्दा यहाँ राखिएको छ। पहिलो नम्बरमा छ बेलायत सन् 1816 मा। त्यसैगरी दोस्रो नम्बरमा छ अमेरिका सन् 1947 अप्रिल 25 मा। 3 नम्बरमा रहेको छ भारत सन् 1947 जुन 13 मा स्थापना भएको थियो। त्यसैगरी 4 नम्बरमा रहेको छ फ्रान्स सन् 1949 अप्रिल 20 मा। यसपछि 5औं नम्बरमा रहेको छ चीन सन् 1955 अगस्त 1 मा। त्यसैगरी 6औं नम्बरमा रहेको छ रुस सन् 1956 जुलाई 20 मा द्वैत सम्बन्ध स्थापना भएको छ। त्यसैगरी 7औं नम्बरमा रहेको छ जापान सन् 1956 सेप्टेम्बर 1 मा। त्यसैगरी 8औं नम्बरमा रहेको छ स्विजरल्यान्ड सन् 1956 नोभेम्बर 10 मा द्वैत सम्बन्ध स्थापना भएको छ। 9औं नम्बरमा रहेको छ श्रीलङ्का सन् 1957 जुलाई 1 मा द्वैत सम्बन्ध स्थापना भएको छ भने 10औं नम्बरमा द्वैत सम्बन्ध स्थापना भएको राष्ट्र हो इजिप्ट अर्थात् मिस्र सन् 1957 जुलाई 16 मा। यी नेपालसँग द्वैत सम्बन्ध स्थापना भएका सुरुका 10 वटा देशहरू हुन्। त्यसैगरी अर्को प्रश्नतर्फ लागौं। 7औं नम्बरमा प्रश्न रहेको छ नेपालसँग द्वैत सम्बन्ध स्थापना भएका पछिल्ला 5 वटा देशहरूको जानकारीहरू महत्त्वपूर्ण छ यहाँ राखिएको छ। साथीहरू 1 नम्बरमा रहेको छ नाउरू। यो नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको 179औं राष्ट्र हो। नेपालसँग 4 मे 2023 मा द्वैत सम्बन्ध स्थापना भएको थियो। त्यसैगरी अर्को रहेको छ क्यामेरुन। यो नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको 180औं राष्ट्र हो। नेपालसँग द्वैत सम्बन्ध स्थापना 22 जुन 2023 मा भएको थियो। त्यसैगरी अर्को रहेको छ मार्शल आइल्यान्ड। यो 181औं राष्ट्र हो। नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको छ 2023 जुन 23 मा। 2023 को जुन 23 मा स्थापना भएको छ। त्यसैगरी अर्को रहेको छ टोंगा। यो 182औं राष्ट्र हो र द्वैत सम्बन्ध स्थापना भएको मिति रहेको छ 2024 को मार्च 1 मा। र नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको 183औं राष्ट्र किरिबाटी अर्थात् यसलाई किरिबास पनि भनिन्छ। किरिबाससँग नेपालको द्वैत सम्बन्ध स्थापना भएको छ 17 जुलाई 2024। यो 183औं नम्बरमा रहेको किरिबाटी एकदमै महत्त्वपूर्ण छ। परीक्षामा यो मिति सहित सोध्न सक्छ। त्यसैले यसलाई हामीले याद गर्नुपर्ने हुन्छ। 17 जुलाई 2024 किरिबाटी अर्थात् यसको आधिकारिक नाम किरिबास रहेको छ। यो 183औं नम्बरमा रहेको राष्ट्र हो। यसपछि प्रश्न नम्बर 8 तर्फ लागौं। नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको सबै महादेशका प्रथम देशहरू सम्बन्धी यहाँ जानकारी राखिएको छ। 1 नम्बरमा रहेको छ युरोप महादेश। युरोप महादेशको पहिलो देश हो बेलायत। बेलायतसँग नेपालको द्वैत सम्बन्ध सन् 1816 मा स्थापना भएको थियो। त्यसैगरी 2 नम्बरमा रहेको छ। दोस्रो नम्बरमा छ एसिया महादेश। एसिया महादेशको पहिलो देश रहेको छ भारत। नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको छ जुन 13 1947 मा। त्यसैगरी उत्तर अमेरिका महादेशको पहिलो देश रहेको छ संयुक्त राज्य अमेरिका सन् 1947 अप्रिल 25 मा नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको थियो।
त्यसैगरी अफ्रिका महादेशको पहिलो देश रहेको छ इजिप्ट अर्थात् मिस्र। नेपालसँग 1957 जुलाई 16 मा द्वैत सम्बन्ध स्थापना भएको छ भने इजिप्ट नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको 10औं देश हो, 10औं नम्बरको देश हो। त्यसैगरी 5 नम्बरमा रहेको छ अस्ट्रेलिया महादेश र अस्ट्रेलिया महादेशको पहिलो देश अस्ट्रेलिया नै हो र नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको छ 1960 फेब्रुअरी 15 मा। अस्ट्रेलिया नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको 19औं देश हो, महत्त्वपूर्ण छ, यो याद गरिराख्नुपर्छ। त्यसैगरी 6औं नम्बरमा रहेको महादेश छ दक्षिण अमेरिका र दक्षिण अमेरिकाको पहिलो देश रहेको छ अर्जेन्टिना। अर्जेन्टिना र नेपालको द्वैत सम्बन्ध 1962 जनवरी 1 मा स्थापना भएको थियो। अर्जेन्टिना नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको 31औं देश रहेको छ। यसरी यी देशहरू परीक्षाका लागि एकदमै महत्त्वपूर्ण छन्। यी सबै देशहरूको बारेमा हामीले जानकारी राख्नुपर्ने हुन्छ। अब लागौं प्रश्न नम्बर 9 तर्फ। नेपालसँग द्वैत सम्बन्ध स्थापना भएका सार्क, आसियान, बिमस्टेक आदि संगठनहरूको पहिलो र अन्तिम देशहरू सम्बन्धी प्रश्न र उत्तरहरू यहाँ लिएर आएको छु। यो एकदमै महत्त्वपूर्ण रहेको छ। 1 नम्बरमा रहेको छ सार्क। सार्कको पहिलो देश रहेको छ भारत, सन् 1947 मा स्थापना भएको थियो नेपालसँग द्वैत सम्बन्ध। त्यसैगरी अन्तिम देश रहेको छ भुटान, सन् 1983 मा नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको थियो। सार्कको पहिलो देश भारत र अन्तिम देश भुटान भयो। त्यसैगरी आसियान, आसियानको पहिलो देश थाइल्यान्ड रहेको छ, सन् 1959 मा। त्यसैगरी आसियानको अन्तिम देश रहेको छ ब्रुनाई, सन् 1984 मा नेपालसँग ब्रुनाईको द्वैत सम्बन्ध स्थापना भएको थियो। त्यसैगरी अर्को रहेको छ बिमस्टेक। बिमस्टेकको नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको पहिलो राष्ट्र भारत रहेको छ, सन् 1947 मा द्वैत सम्बन्ध स्थापना भएको थियो भने बिमस्टेकको नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको अन्तिम राष्ट्र भुटान हो, सन् 1983 मा। त्यसैगरी नेपालसँग द्वैत सम्बन्ध स्थापना गर्ने पहिलो भूपरिवेष्टित अर्थात् ल्यान्डलक कन्ट्री रहेको छ सर्बिया। सर्बिया र नेपाल बीच सन् 1959 मा द्वैत सम्बन्ध स्थापना भएको थियो। साथीहरू, आजका यी विषयहरू परीक्षामा एकदमै महत्त्वपूर्ण रहेका छन्। परीक्षामा यी प्रश्नहरू सोध्न सक्छन्, त्यसैले गर्दा हामीले यी प्रश्नहरूको उत्तरहरू याद गर्नुपर्ने हुन्छ। त्यसैगरी अर्को प्रश्नतर्फ लागौं। नेपालको हालसम्म कतिवटा देशहरूसँग द्वैत सम्बन्ध स्थापना भएको छ? यो पनि परीक्षामा सोध्न सक्छ। हामीले यसको विषयमा अगाडि नै अध्ययन गरिसकेका छौं। साथीहरू, नेपालसँग द्वैत सम्बन्ध अर्थात् डिप्लोमेटिक रिलेसन भएका जम्मा देशहरू 183 वटा रहेका छन् हालसम्म र अर्को एउटा रहेको छ युरोपियन युनियनसँग पनि नेपालको द्वैत सम्बन्ध स्थापना भएको छ। 183 वटा देश र युरोपियन युनियनसँग नेपालको द्वैत सम्बन्ध स्थापना भएको हो। साथीहरू, नेपाल र युरोपियन युनियन अर्थात् EU बीच सन् 1974 मा कूटनीतिक सम्बन्ध अर्थात् द्वैत सम्बन्ध स्थापना भएको थियो। यसलाई हामी कूटनीतिक सम्बन्ध, द्वैत सम्बन्ध अर्थात् डिप्लोमेटिक रिलेसन यी विभिन्न नामले चिन्ने गर्दछौं। त्यसैगरी प्रश्न नम्बर 11 तर्फ लागौं। 11 मा छ नेपालसँग द्वैत सम्बन्ध कायम भएको पहिलो 4 वटा देशहरू कुन कुन हुन्? यो प्रश्नको उत्तर हामीले अघि पनि पढाएका छौं। यो प्रश्न परीक्षामा धेरै पटक सोधिसकेको प्रश्न पनि हो। हामीलाई थाहा छ यस प्रश्नको उत्तर हो नेपालसँग द्वैत सम्बन्ध स्थापना भएका सुरुका 4 वटा देशहरू क्रमशः बेलायत, दोस्रो नम्बरमा अमेरिका, तेस्रोमा भारत र चौथो नम्बरमा फ्रान्स रहेका छन्। यी 2007 साल अगाडि पनि स्थापना भएका देशहरू पनि हुन्। साथीहरू, यसपछि हामी अरु विभिन्न जानकारीहरू पनि अध्ययन गरौं। हामीले आज नेपालसँग द्वैत सम्बन्ध स्थापना भएका विभिन्न देशहरू सम्बन्धी परीक्षामा सोध्ने महत्त्वपूर्ण प्रश्नहरू अध्ययन गर्यौं। त्यसैगरी अब 12 नम्बर प्रश्नमा हेरौं। नेपालसँग द्वैत सम्बन्ध कायम भएको 183 औं देश कुन हो? यो परीक्षामा सोध्न सक्छ किनभने यो अन्तिमको देश पनि हो। यस प्रश्नको सही उत्तर हो किरिबास अर्थात् किरिबाटी। नेपाल र किरिबास बीच सन् 2024 जुलाई 17 मा द्वैत सम्बन्ध स्थापना भएको थियो। साथीहरू, यसपछि नेपालसँग द्वैत सम्बन्ध स्थापना भएका 175 औं देखि 183 औं राष्ट्रहरूको बारेमा छोटकरीमा जानकारी लिउँ। 175 औं स्थानमा रहेको छ नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको राष्ट्र साउथ सुडान। नेपाल र साउथ सुडान बीच सन् 2022 मार्च 28 मा द्वैत सम्बन्ध स्थापना भएको थियो। त्यसैगरी 176 औं स्थानमा रहेको छ ब्लेज। साथीहरू, एउटा महत्त्वपूर्ण जानकारीहरू पनि यहाँहरूलाई उपलब्ध गराउन चाहन्छु। साथीहरू,
साउथ सुडान अर्थात् दक्षिणी सुडान चाहिँ UN को अन्तिम सदस्य राष्ट्र पनि हो। दक्षिणी सुडान चाहिँ UN को 193औं सदस्य राष्ट्र हो। साथीहरु दक्षिणी सुडानसँग सन् 2011 जुलाईमा टुक्रिएर बनेको राष्ट्र हो र यसले संयुक्त राष्ट्र संघको 193औं सदस्य राष्ट्रको रूपमा सन् 2011 जुलाई 14 मा सदस्यता प्राप्त गरेको हो। त्यसैले गर्दा दक्षिणी सुडानलाई चाहिँ संयुक्त राष्ट्र संघको अर्थात् UN को 193औं सदस्य राष्ट्र पनि भनिन्छ। यो सुडानसँग टुक्रिएर स्वतन्त्र भएर सन् 2011 जुलाईमा स्वतन्त्र राष्ट्र भएर सन् 2011 जुलाई 14 मा UN को सदस्यता प्राप्त गरेको हो। साथीहरु यसपछि हामी अगाडिको प्रश्नमा जोड्यौं। नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको 176औं राष्ट्र ब्लेज हो र सन् 2022 अप्रिल 1 मा द्वैत सम्बन्ध स्थापना भएको थियो भने 177औं राष्ट्र रहेको छ ट्रिनिडाड एन्ड टोबागो। सन् 2022 को जुन 16 मा नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको थियो। त्यसैगरी 178औं राष्ट्र रहेको छ मालावी अर्थात् रिपब्लिक अफ मालावी। नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको छ सन् 2023 को फेब्रुअरी 16 मा। त्यसैगरी 179औं राष्ट्र रहेको छ रिपब्लिक अफ नाउरू अर्थात् नाउरू। नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको छ मे 4 2023 मा। नेपाल र नाउरू बीच डिप्लोमेटिक रिलेसन भएको छ मे 4 2023। त्यसैगरी 180औं स्थानमा रहेको छ रिपब्लिक अफ क्यामेरोन अर्थात् क्यामेरोन। नेपाल र क्यामेरोन बीच सन् 2023 जुन 22 मा द्वैत सम्बन्ध स्थापना भएको छ। त्यसैगरी 181औं राष्ट्र रहेको छ रिपब्लिक अफ द मार्शल आइल्यान्ड अर्थात् हामी यसलाई मार्शल आइल्यान्ड भन्न सक्छौं। नेपाल र मार्शल आइल्यान्ड बीच सन् 2023 जुन 23 मा द्वैत सम्बन्ध स्थापना भएको छ। यसैगरी 182औं स्थानमा रहेको छ टोंगा अर्थात् किङडम अफ टोंगा। नेपाल र टोंगा बीच द्वैत सम्बन्ध स्थापना भएको मिति रहेको छ मार्च 1 2024। यो 182औं राष्ट्र हो र 183औं राष्ट्र रहेको छ रिपब्लिक अफ किरिबाटी अर्थात् किरिबाटीको आधिकारिक नाम अहिले किरिबास भएको छ। नेपाल र किरिबास बीच सन् 2024 जुलाई 17 मा द्वैत सम्बन्ध स्थापना भएको छ र यो नेपालसँग द्वैत सम्बन्ध स्थापना भएको 183औं राष्ट्र हो। साथीहरु नेपालसँग द्वैत सम्बन्ध स्थापना भएका विभिन्न राष्ट्रहरूका सम्बन्धमा हामीले धेरै जानकारीहरू अध्ययन गर्यौं। अब यसपछि केही महत्त्वपूर्ण जानकारीहरू हेरौं। प्रश्न नम्बर 13 मा केही महत्त्वपूर्ण जानकारीहरू लिएर आएको छु। यो पनि परीक्षामा एकदमै महत्त्वपूर्ण रहेको छ। यसलाई हामी अध्ययन गरौं। साथीहरु गोर्खाली सेनालाई ब्रिटिश सेनामा भर्ना गर्न थालेको सन् 1815 अप्रिल 24 देखि हो। यो परीक्षामा सोध्न सक्छ। यसलाई हामीले याद गर्नुपर्छ। सन् 1815 अप्रिल 24 मा गोर्खाली सेनालाई ब्रिटिश सेनामा भर्ना गर्न थालिएको हो। त्यसैगरी नेपाल र बेलायत बीच शान्ति तथा मैत्री सन्धि स्थापना भएको थियो। यसको मिति रहेको छ सन् 1923 मा। नेपाल र बेलायत बीच शान्ति तथा मैत्री सन्धि भएको थियो। त्यसैगरी अर्को रहेको छ एकदमै महत्त्वपूर्ण नेपाल भारत र बेलायत बीच त्रिपक्षीय सन्धि कहिले भएको थियो। यसको सही उत्तर रहेको छ सन् 1947 मा। सन् 1947 मा नेपाल भारत र बेलायत बीच त्रिपक्षीय सन्धि तीनवटा पक्ष भएको हुनाले यसलाई त्रिपक्षीय सन्धि भनिएको हो। त्यसैगरी अर्को रहेको छ 14 नम्बरमा नेपालको UN मा प्रवेश। नेपालले UN मा कहिले प्रवेश गरेको थियो। यो परीक्षामा बारम्बार सोध्ने गरेको छ। साथीहरु यसको उत्तर हामी धेरैलाई थाहा छ। साथीहरु नेपालले सन् 1955 डिसेम्बर 14 मा UN मा सदस्यता प्राप्त गरेको थियो अर्थात् नेपाल सन् 1955 डिसेम्बर 14 मा UN मा प्रवेश गरेको थियो। त्यसैगरी थप जानकारीहरू पनि हेरौं। साथीहरु नेपाल संयुक्त राष्ट्र संघको 72औं सदस्य राष्ट्र हो। यो परीक्षामा सोध्ने गरेको छ। यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। नेपाल संयुक्त राष्ट्र संघको कतिऔं सदस्य राष्ट्र हो भनेर सोध्न सक्छ। यसको सही उत्तर रहेको छ 72औं। सन् 1955 डिसेम्बर 14 मा नेपाल सहित 16 वटा देशहरू UN मा अथवा संयुक्त राष्ट्र संघमा प्रवेश गरेका थिए जसलाई हामी प्याकेज डिल भन्छौं।
परीक्षामा सोध्न सक्छ। प्याकेज डिल भनेको के हो? यसको उत्तर हुन्छ सन् 1955 डिसेम्बर 14 मा नेपाल सहित 16 वटा देशहरू युएनमा प्रवेश गरेका थिए। यसलाई हामी प्याकेज डिल भन्दछौं। यो पनि एकदमै महत्त्वपूर्ण प्रश्न हो, परीक्षामा सोध्न सक्छ। साथीहरू, नेपालले सन् 1955 डिसेम्बर 14 मा संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो। त्यसैगरी नेपाल संयुक्त राष्ट्र संघको 72औं सदस्य राष्ट्र हो। यो परीक्षामा एकदमै महत्त्वपूर्ण प्रश्न हो, परीक्षामा सोध्न सक्छ। थप जानकारीहरू अझै हेरौँ। प्रश्न नम्बर 15 मा छ सन् 1955 डिसेम्बर 14 मा प्याकेज डिल अन्तर्गत 16 वटा देशहरू युएन प्रवेश गरेका थिए। ती देशहरूको बारेमा यहाँ जानकारीहरू नामावली सहित विस्तृत रूपमा उल्लेख गरेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। 1 मा रहेको छ नेपाल। यो चाहिँ सार्क र बिमस्टेक दुवै संगठनको सदस्य राष्ट्र हो। त्यसैगरी 2 नम्बरमा रहेको छ जोर्डन। 3 मा रहेको छ आयरल्यान्ड। त्यसैगरी 4 नम्बरमा रहेको छ पोर्चुगल। 5 मा रहेको छ अस्ट्रिया। 6 मा रहेको छ फिनल्यान्ड। त्यसैगरी 7 मा रहेको छ इटाली। 8 मा रहेको छ लिबिया। त्यसैगरी 9 नम्बरमा छ श्रीलङ्का। यो सार्क र बिमस्टेक दुवैको सदस्य राष्ट्र हो। नेपाल र श्रीलङ्का यी दुवै राष्ट्रहरू एकै दिन सन् 1955 डिसेम्बर 14 मा संयुक्त राष्ट्र संघमा प्रवेश गरेका थिए। यो परीक्षामा सोध्न पनि सक्छ। यसलाई हामीले भन्न सक्नुपर्ने हुन्छ। त्यसैगरी 10 नम्बरमा छ कम्बोडिया। यो आसियानको सदस्य राष्ट्र हो। त्यसैगरी 11 मा छ लाओस। यो पनि आसियानको हो। कम्बोडिया र लाओस यी दुवै आसियानका सदस्य राष्ट्र हुन्। संयुक्त राष्ट्र संघमा सन् 1955 डिसेम्बर 14 मा नेपालसँगै प्रवेश गर्ने राष्ट्रहरू आसियानका कुन कुन हुन् भन्दाखेरि कम्बोडिया र लाओस भन्नुपर्ने हुन्छ। त्यसैगरी 12 मा छ अल्बानिया। 13 मा छ बुल्गेरिया र 14 मा रहेको छ हंगेरी। अनि 15 नम्बरमा रहेको छ रोमानिया र 16 नम्बरमा रहेको छ स्पेन। साथीहरू, यी 16 वटा राष्ट्रहरू प्याकेज डिल अन्तर्गत संयुक्त राष्ट्र संघमा प्रवेश गरेका थिए। साथीहरू, आजको भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथीहरू, आजको यस भिडियोलाई मन पर्यो भने लाइक, कमेन्ट अथवा शेयर गर्नु हुन अनुरोध गर्दछु। साथै यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी सहयोग गर्नु हुन अनुरोध गर्दछु।